सबैजनालाई नमस्कार। स्वागत छ जीके फर लोकसेवा युट्युब च्यानलमा। आज हामी कार्यालय तथा सार्वजनिक व्यवस्थापन र सार्वजनिक संस्थान टपिकमा आधारित रहेर 20 वटा महत्त्वपूर्ण क्वेशनहरू प्र्याक्टिस गर्नेछौँ। हामीले यिनै टपिकमा आधारित रहेर पार्ट 1 भिडियो र पार्ट 2 भिडियोमा जम्मा 40 वटा क्वेशनहरू प्र्याक्टिस गरिसकेका छौँ है। यदि हजुरहरूले ती भिडियो हेर्नु भएको छैन भने ती भिडियोको लिंक म यस भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँबाट ती भिडियोलाई पनि हेर्नु होला र यो भिडियोलाई पनि अन्तिमसम्म हेर्नु होला। हामी हरेक विकल्प छलफल गर्दै अगाडि बढ्नेछौँ। साथै च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला र नोटिफिकेसन बेललाई अलमा सेट गर्नु होला, ताकि हजुरहरूलाई भिडियो अपलोड हुन साथ नोटिफिकेसन आओस् र भिडियोलाई लाइक गरी धेरै भन्दा धेरै शेयर गर्नु होला। र अब ढिलो नगरी आजको हाम्रो पहिलो क्वेशनतिर अगाडि बढौँ। हामीले क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 40 सम्म चाहिँ पार्ट 1 र पार्ट 2 भिडियो गरेर प्र्याक्टिस गरिसकेका छौँ है। ती भिडियोको लिंक म डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँबाट ती भिडियो पनि हेर्नु होला। र आज हामी क्वेशन नम्बर 41 देखि प्र्याक्टिस गर्दै अगाडि बढ्ने छौँ। र आजको हाम्रो पहिलो क्वेशन नम्बर 41 के रहेको छ भने सञ्चारका कतिवटा स्रोत रहेका छन्? अप्सन ए 2 वटा, अप्सन बी 4 वटा, अप्सन सी 3 वटा र अप्सन डी 5 वटा गरेर अप्सन रहेका छन्। अब सञ्चारका स्रोत चाहिँ 2 वटा रहेका छन् हैन, यो सबैलाई थाहा भएकै होला है। यसको राइट आन्सर अप्सन ए रह्यो। सञ्चारका स्रोत चाहिँ 2 वटा रहेका छन्, बाह्य स्रोत र आन्तरिक स्रोत गरेर चाहिँ सञ्चारका स्रोत चाहिँ 2 वटा रहेका छन् है। यसको राइट आन्सर अप्सन ए रह्यो। त्यस्तै क्वेशन नम्बर 42 मा जाउँ। क्वेशन नम्बर 42 मा कार्यालयका व्यवस्थापकीय कार्य अन्तर्गत तलको कुन पर्दैन? अप्सन ए संगठनको सम्पत्तिको सुरक्षा सम्बन्धी कार्य, अप्सन बी मानव संसाधन सम्बन्धी कार्य, अप्सन सी सहकार्य समन्वय एवं उत्प्रेरणा सम्बन्धी कार्य र अप्सन डी सूचनाको प्रशोधन सम्बन्धी कार्य गरेर अप्सन रहेका छन्। अब कार्यालयको व्यवस्थापकीय कार्य अन्तर्गत नपर्ने कार्य चाहिँ यो अप्सन डी मा रहेको यो चाहिँ पर्दैन। सूचनाको प्रशोधन सम्बन्धी कार्य चाहिँ कार्यालयको प्राथमिक कार्य अन्तर्गत पर्छ है। यी माथिका 3 वटा भनेको व्यवस्थापकीय कार्य अर्थात् कार्यालयको द्वितीय कार्य अन्तर्गत पर्दछन् भने सूचनाको प्रशोधन सम्बन्धी कार्य चाहिँ कार्यालयको प्राथमिक कार्य अन्तर्गत पर्छ। यसको राइट आन्सर अप्सन डी रह्यो। त्यस्तै क्वेशन नम्बर 43 मा जाउँ। क्वेशन नम्बर 43 मा सार्वजनिक सेवा प्रवाह गर्ने आधुनिक तरिका अन्तर्गत तलको कुन पर्दैन? अप्सन ए मोबाइल ब्याङ्किङ, अप्सन बी इमेल, अप्सन सी नागरिक समाज र अप्सन डी मास मिडिया गरेर अप्सन रहेका छन्। अब सार्वजनिक सेवा प्रवाह गर्ने आधुनिक तरिका अन्तर्गत नपर्ने चाहिँ यो नागरिक समाज, यो अप्सन सी मा रहेको यो चाहिँ पर्दैन। यसको राइट आन्सर अप्सन सी रह्यो। नागरिक समाज भनेको चाहिँ समन्वयात्मक र सहकार्यात्मक तरिका अन्तर्गत पर्छ है। मोबाइल ब्याङ्किङ, इमेल, मास मिडिया भनेको चाहिँ सार्वजनिक सेवा प्रवाहको आधुनिक तरिका अन्तर्गत पर्यो भने नागरिक समाज चाहिँ सार्वजनिक सेवा प्रवाहको समन्वयात्मक र सहकार्यात्मक तरिका अन्तर्गत पर्छ है। यसको राइट आन्सर अप्सन सी रह्यो। त्यस्तै क्वेशन नम्बर 44 मा जाउँ। क्वेशन नम्बर 44 मा नेपालको सरकारी कार्यालयमा पत्र व्यवहारका समस्या तलका मध्ये कुन हो? अप्सन ए एकरूपताको कमी, अप्सन बी समयमै प्रत्युत्तर नगरिनु, अप्सन सी सूचना तथा सञ्चार प्रविधिको प्रयोग न्यून हुनु र अप्सन डी माथिका सबै गरेर अप्सन रहेका छन्। अब नेपालको सरकारी कार्यालयमा पत्र व्यवहारका समस्या चाहिँ यी सम्पूर्ण पर्छन् हैन, यी बाहेक अरु धेरै रहेका छन् है। यसको राइट आन्सर अप्सन डी रह्यो। माथिका सबै चाहिँ राइट आन्सर हुन्। माथिका सबै चाहिँ नेपालको सरकारी कार्यालयमा पत्र व्यवहारका समस्याहरू अन्तर्गत पर्ने कुराहरू भए है। यसको राइट आन्सर अप्सन डी भइहाल्यो। त्यस्तै क्वेशन नम्बर 45 मा जाउँ। क्वेशन नम्बर 45 मा जरुरी चिठी पत्रको प्रकृति तलका मध्ये कुन हो? अप्सन ए आफैले कार्य फर्स्योट गर्नु परेमा 3 दिन र माथिल्लो तहमा पेश गर्नु पर्दा 2 दिनमा पेश गरी कार्य फर्स्योट गर्ने, अप्सन बी आफैले कार्य फर्स्योट गर्नु परेमा 5 दिन र माथिल्लो तहमा पेश गर्नु पर्दा 2 दिनमा पेश गरी कार्य फर्स्योट गर्ने, अप्सन सी आफैले कार्य फर्स्योट गर्नु परेमा 10 दिन र माथिल्लो तहमा पेश गर्नु पर्दा 7 दिनमा पेश गरी कार्य फर्स्योट गर्ने र अप्सन डी माथिका कुनै पनि होइन भनेर अप्सन रहेका छन्। अब जरुरी चिठी पत्रको प्रकृति चाहिँ यी मध्ये अप्सन बी मा रहेको यो चाहिँ पर्छ है। यसको राइट आन्सर अप्सन बी रह्यो। आफैले कार्य फर्स्योट गर्नु परेमा 5 दिन र माथिल्लो तहमा पेश गर्नु पर्दा 2 दिनमा पेश गरी कार्य फर्स्योट गर्ने कुरा चाहिँ जरुरी चिठी पत्र हो हैन। यसको राइट आन्सर अप्सन बी रह्यो। अनि आफैले कार्य फर्स्योट गर्नु परेमा 3 दिन र माथिल्लो तहमा पेश गर्नु पर्दा 2 दिनमा पेश गरी कार्य फर्स्योट गर्ने यो चाहिँ अति जरुरी चिठी पत्रको प्रकृति हो है। अनि आफैले कार्य फर्स्योट गर्नु परेमा 10 दिन र माथिल्लो तहमा पेश गर्नु पर्दा 7 दिनमा पेश गरी कार्य फर्स्योट गर्ने कुरा चाहिँ साधारण चिठी पत्रको प्रकृति अन्तर्गत पर्ने कुरा भयो। यसको राइट आन्सर अप्सन बी रह्यो। त्यस्तै क्वेशन नम्बर 46 मा जाउँ। क्वेशन नम्बर 46 मा यदि कर्मचारीहरू आफ्नो कामप्रति लगनशील र कटिबद्ध रहन्छन् भने त्यस्ता कर्मचारी कस्तो प्रकृतिका कर्मचारी अन्तर्गत पर्दछन्? अप्सन ए निर्देशित, अप्सन बी नियन्त्रित,
अप्सन सी आक्रामक र अप्सन डी उत्प्रेरित गरेर अप्सन रहेका छन्। अब यदि कर्मचारीहरू आफ्नो कामप्रति लगनशील र कटिबद्ध रहन्छन् भने त्यस्ता कर्मचारीहरू चाहिँ उत्प्रेरित कर्मचारी हुन् हैन। यसको राइट एन्सर अप्सन डी रह्यो। उत्प्रेरित कर्मचारी चाहिँ सधैँ आफ्नो कामप्रति लगनशील र कटिबद्ध रहन्छन् है। यसको राइट एन्सर अप्सन डी रह्यो। त्यस्तै क्वेसन नम्बर ४७ मा जाऊ। क्वेसन नम्बर ४७ मा विद्युतीय शासनको प्राविधिक चुनौती देखाएका मध्ये कुन हो? अप्सन ए लगानीको अभाव हुनु, अप्सन बी विद्युतीय साक्षरता कम हुनु, अप्सन सी पहुँचमा कमी हुनु, अप्सन डी सहकार्य र समन्वयको अभाव हुनु गरेर अप्सन रहेका छन्। अब विद्युतीय शासनको प्राविधिक चुनौती चाहिँ पहुँचमा कमी हुनु हो है। यसको राइट एन्सर अप्सन सी रह्यो। प्रविधिको पहुँचमा कमी आयो भने विद्युतीय शासन गर्नका लागि चाहिँ चुनौती पैदा हुन्छ है। यसको राइट एन्सर अप्सन सी रह्यो। विद्युतीय शासनको प्राविधिक चुनौती चाहिँ पहुँचमा कमी हुनु हो है। त्यस्तै क्वेसन नम्बर 48 मा जाऊ। क्वेसन नम्बर 48 मा नेपाल राष्ट्र बैंकको प्रमुख भूमिका अन्तर्गत तलको कुन पर्दैन? अप्सन ए साख नियन्त्रण गर्ने, अप्सन बी मुद्रास्फीति नियन्त्रण गर्ने, अप्सन सी विपन्न वर्ग कर्जाको विस्तार गर्ने र अप्सन डी वित्तीय स्थायित्व कायम गर्ने गरेर अप्सन रहेका छन्। अब नेपाल राष्ट्र बैंकको प्रमुख भूमिका अन्तर्गत नपर्ने चाहिँ यो अप्सन सी मा रहेको यो चाहिँ पर्दैन हैन। यो चाहिँ विकासात्मक कार्य अन्तर्गत पर्छ नेपाल राष्ट्र बैंकको है। अरु बाँकी चाहिँ नेपाल राष्ट्र बैंकको प्रमुख भूमिका अन्तर्गत पर्दछन् भने विपन्न वर्ग कर्जाको विस्तार गर्ने चाहिँ नेपाल राष्ट्र बैंकको विकासात्मक कार्य अन्तर्गत पर्दछ। यसको राइट एन्सर अप्सन सी रह्यो। त्यस्तै क्वेसन नम्बर 49 मा जाऊ। क्वेसन नम्बर 49 मा 2081 फागुनसम्ममा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या कति पुगेको छ? अप्सन ए 2,67,57,000, अप्सन बी 2,76,57,000, अप्सन सी 21,41,000 र अप्सन डी 2,33,33,000 गरेर अप्सन रहेका छन्। अब 2081 फागुनसम्ममा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या चाहिँ 2,67,57,000 पुगेको छ। यसको राइट एन्सर अप्सन ए रह्यो। 2081 फागुनसम्ममा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या चाहिँ 2,67,57,000 पुगेको छ है। अनि इन्टरनेट बैंकिङ सेवा प्रयोगकर्ताको संख्या चाहिँ 21,41,000 पुगेको छ है। यसको राइट एन्सर अप्सन ए रह्यो। त्यस्तै क्वेसन नम्बर 50 मा जाऊ। क्वेसन नम्बर 50 मा वित्तीय साक्षरता र वित्तीय समावेशिताको महत्त्व किन रहन्छ? अप्सन ए राष्ट्रिय बचत बढाउन, अप्सन सी कर्जा पहुँच वृद्धि गर्न, अप्सन सी आय असमानता घटाउन र अप्सन डी माथिका सबै गरेर अप्सन रहेका छन्। अब वित्तीय साक्षरता र वित्तीय समावेशिताको महत्त्व चाहिँ यी सबै कुराका लागि रहन्छ हैन। यसको राइट एन्सर अप्सन डी रह्यो। राष्ट्रिय बचत बढाउन, कर्जा पहुँच वृद्धि गर्न, आय असमानता घटाउन चाहिँ वित्तीय साक्षरता र वित्तीय समावेशिताको महत्त्व रहन्छ। अरु पनि थुप्रै कुराहरू रहेका छन् है। यसको राइट एन्सर चाहिँ अप्सन डी रह्यो। त्यस्तै क्वेसन नम्बर 51 मा जाऊ। क्वेसन नम्बर 51 मा हाल नेपालमा कतिवटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्? अप्सन ए 110 वटा, अप्सन बी 37 वटा, अप्सन सी 107 वटा र अप्सन डी 109 वटा गरेर अप्सन रहेका छन्। अब हाल नेपालमा चाहिँ 107 वटा बैंक तथा वित्तीय संस्था चाहिँ सञ्चालनमा रहेका छन्। यसको राइट एन्सर अप्सन सी रह्यो। 37 वटा भनेको जम्मा बीमा कम्पनीको संख्या भयो हैन र जम्मा बैंक तथा वित्तीय संस्थाको संख्या चाहिँ 107 वटा रहेको छ है। अब 107 वटा बैंक तथा वित्तीय संस्था मध्ये 20 वटा वाणिज्य बैंक, 17 वटा विकास बैंक, 17 वटा वित्त कम्पनी, 52 वटा लघु वित्तीय संस्था र एउटा चाहिँ पूर्वाधार विकास बैंक गरेर रहेका छन् हैन। यसको राइट एन्सर अप्सन सी रह्यो। त्यस्तै क्वेसन नम्बर 52 मा जाऊ। क्वेसन नम्बर 52 मा आर्थिक वर्ष 2082-83 को बजेटले आर्थिक वर्षको अन्त्यमा कति पर्यटक भित्राउने लक्ष्य लिएको छ? अप्सन ए 10 लाख, अप्सन बी 12 लाख, अप्सन सी 15 लाख र अप्सन डी 17 लाख गरेर अप्सन रहेका छन्। अब आर्थिक वर्ष 2082-83 को बजेटले आर्थिक वर्ष 2082-83 को अन्त्यमा 15 लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ। यसको राइट एन्सर अप्सन सी रह्यो। आर्थिक वर्ष 2081-82 को अनुमान चाहिँ 10 लाख रहेको थियो है। 10 लाख रहेको थियो भने आर्थिक वर्ष 2082-83 को बजेटले 2082-83 को अन्त्यसम्ममा चाहिँ 15 लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ। यसको राइट एन्सर अप्सन सी रह्यो। त्यस्तै क्वेसन नम्बर 53 मा जाऊ। क्वेसन नम्बर 53 मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सार्वजनिक संस्थाको संख्या कति रहेको छ? अप्सन ए 5 वटा, अप्सन बी 4 वटा, अप्सन सी 10 वटा र अप्सन डी 2 वटा गरेर अप्सन रहेका छन्। अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सार्वजनिक संस्थानको संख्या चाहिँ 5 वटा रहेको छ। यसको राइट एन्सर अप्सन ए रह्यो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सार्वजनिक संस्थानको संख्या चाहिँ
5 वटा रहेको छ। अनि अर्थ मन्त्रालय अन्तर्गत पर्ने सार्वजनिक संस्थानको संख्या चाहिँ 10 वटा रहेको छ र कृषि तथा पशुपन्छी विकास अनि वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्ने सार्वजनिक संस्थानको संख्या चाहिँ 2 वटा रहेको छ है। यी कुरालाई नोट पनि गर्न सक्नुहुनेछ। त्यस्तै क्वेशन नम्बर 54 मा जाउँ। क्वेशन नम्बर 54 मा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 अनुसार सम्पूर्ण सार्वजनिक संस्थानको कुल प्रशासनिक खर्च कति रहेको छ? अप्सन ए 45 अर्ब 25 करोड 22 लाख, अप्सन बी 44 अर्ब 26 करोड 62 लाख, अप्सन सी 43 अर्ब 27 करोड 34 लाख र अप्सन डी 48 अर्ब 34 करोड 45 लाख गरेर अप्सन रहेका छन्। अब सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 अनुसार सम्पूर्ण सार्वजनिक संस्थानको कुल प्रशासनिक खर्च चाहिँ 44 अर्ब 26 करोड 62 लाख रहेको छ है। 44 अर्ब 26 करोड 62 लाख चाहिँ सम्पूर्ण सार्वजनिक संस्थानको कुल प्रशासनिक खर्च रहेको छ। यसको राइट एन्सर अप्सन बी रह्यो। त्यस्तै क्वेशन नम्बर 55 मा जाउँ। क्वेशन नम्बर 55 मा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 अनुसार धेरै सञ्चित नोक्सानी भएका सार्वजनिक संस्थान कुन क्षेत्र अन्तर्गतका संस्थान रहेका छन्? अप्सन ए वित्तीय क्षेत्र, अप्सन बी जनउपयोगी क्षेत्र, अप्सन सी सेवा क्षेत्र र अप्सन डी औद्योगिक क्षेत्र गरेर अप्सन रहेका छन्। अब सबैभन्दा धेरै सञ्चित नोक्सान भएका सार्वजनिक संस्थान चाहिँ औद्योगिक क्षेत्रका रहेका छन् है। यसको राइट एन्सर अप्सन डी रह्यो। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 अनुसार धेरै सञ्चित नोक्सानी भएका सार्वजनिक संस्थान चाहिँ औद्योगिक क्षेत्र अन्तर्गतका सार्वजनिक संस्थान रहेका छन्। यसको राइट एन्सर अप्सन डी रह्यो। अनि बढी सञ्चित नाफा भएका सार्वजनिक संस्थान चाहिँ जनउपयोगी क्षेत्र अन्तर्गतका संस्थान रहेका छन् र वित्तीय क्षेत्र अन्तर्गत पर्ने सबै सार्वजनिक संस्थानहरू चाहिँ नाफामा सञ्चालित रहेका छन् है। यी कुरालाई नोट पनि गर्नु होला। र क्वेशन नम्बर 56 मा जाउँ। क्वेशन नम्बर 56 मा नेपाल सरकारको 100% शेयर लगानी भएका संस्थान मध्ये तलको कुन पर्दैन? अप्सन ए दुग्ध विकास संस्थान, अप्सन बी उदयपुर सिमेन्ट उद्योग लिमिटेड, अप्सन सी नागरिक लगानी कोष, अप्सन डी नेपाल विद्युत प्राधिकरण गरेर अप्सन रहेका छन्। अब यसको राइट एन्सर भनेको अप्सन सी हो है। यसको राइट एन्सर अप्सन सी हो। यी तीनवटा चाहिँ नेपाल सरकारको 100% शेयर लगानी भएका संस्थान हुन् भने नागरिक लगानी कोषमा चाहिँ नेपाल सरकारको 23.34% चाहिँ शेयर लगानी रहेको छ है। बाँकी तीनवटामा चाहिँ 100% शेयर नै लगानी भएको छ भने नागरिक लगानी कोषमा चाहिँ 23.34% शेयर लगानी गरेको छ। यसको राइट एन्सर अप्सन सी रह्यो। त्यस्तै क्वेशन नम्बर 57 मा जाउँ। क्वेशन नम्बर 57 मा नेपाल आयल निगमको स्थापना कहिले भएको थियो? अप्सन ए 2029 असार 5, अप्सन बी 2020 असार 25, अप्सन सी 2027 पुस 26 र अप्सन डी 2035 असोज 8 गरेर अप्सन रहेका छन्। अब नेपाल आयल निगमको स्थापना चाहिँ 2027 पुस 26 मा भएको थियो। यसको राइट एन्सर अप्सन सी रह्यो। नेपाल आयल निगमको स्थापना विक्रमसम्म 2027 पुस 26 गते भएको थियो है। अनि सांस्कृतिक संस्थानको स्थापना चाहिँ विक्रमसम्म 2029 असार 5 मा भएको थियो। गोरखापत्र संस्थानको स्थापना 2020 असार 25 मा भएको थियो। अनि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको स्थापना चाहिँ 2035 असोज 8 मा भएको थियो है। यी कुरालाई नोट गर्नु होला। त्यस्तै क्वेशन नम्बर 58 मा जाउँ। क्वेशन नम्बर 58 मा तलका मध्ये कुन सार्वजनिक संस्थान सेवा क्षेत्र अन्तर्गत पर्दैन? अप्सन ए नेपाल वायु सेवा निगम, अप्सन बी नेपाल रेलवे कम्पनी लिमिटेड, अप्सन सी साझा यातायात सहकारी संस्था लिमिटेड र अप्सन डी सार्वजनिक सेवा प्रसारण नेपाल गरेर अप्सन रहेका छन्। अब यी संस्थानहरूमध्ये सेवा क्षेत्र अन्तर्गत नपर्ने सार्वजनिक संस्थान चाहिँ अप्सन डी मा रहेको यो चाहिँ पर्दैन। यसको राइट एन्सर अप्सन डी रह्यो। बाँकी तीनवटा चाहिँ सेवा क्षेत्र अन्तर्गत पर्ने सार्वजनिक संस्थान हो है। सार्वजनिक सेवा प्रसारण नेपाल चाहिँ सामाजिक क्षेत्र अन्तर्गत पर्ने सार्वजनिक संस्थान रहेको छ। यसको राइट एन्सर अप्सन डी रह्यो। त्यस्तै क्वेशन नम्बर 59 मा जाउँ। क्वेशन नम्बर 59 मा हाल कतिवटा सार्वजनिक संस्थान घाटामा सञ्चालित छन्? अप्सन ए 18 वटा, अप्सन बी 28 वटा, अप्सन सी 15 वटा र अप्सन डी 2 वटा गरेर अप्सन रहेका छन्। अब हाल चाहिँ 15 वटा सार्वजनिक संस्थान चाहिँ घाटामा सञ्चालित छन्। यसको राइट एन्सर अप्सन सी रह्यो। 28 वटा नाफामा छन्, 15 वटा घाटामा छन्, 2 वटाको विवरण चाहिँ प्राप्त भएको छैन है। अनि 18 वटा भनेको निजीकरण भएका सार्वजनिक संस्थानहरू रहेका छन्। घाटामा सञ्चालन रहेका भनेको चाहिँ 15 वटा हो है। यसको राइट एन्सर अप्सन सी रह्यो। त्यस्तै आजको हाम्रो अन्तिम क्वेशन नम्बर 60 मा जाउँ।
क्वेसन नम्बर 60 मा सहकारी ऐन अन्तर्गत स्थापना भएको सार्वजनिक संस्थानको संख्या कति रहेको छ? अप्सन ए 1 वटा, अप्सन बी 34 वटा, अप्सन सी 8 वटा र अप्सन डी 2 वटा गरेर अप्सन रहेका छन्। अब सहकारी ऐन अन्तर्गत स्थापना भएको सार्वजनिक संस्थानको संख्या चाहिँ 1 वटा रहेको छ। यसको राइट एन्सर अप्सन ए रह्यो। सहकारी ऐन अन्तर्गत स्थापना भएको सार्वजनिक संस्थानको संख्या चाहिँ एउटा मात्र रहेको छ है। अनि सञ्चार ऐन अन्तर्गत स्थापना भएको सार्वजनिक संस्थानको संख्या पनि एउटै रहेको छ। संस्थान ऐन 2021 अन्तर्गत स्थापना भएको सार्वजनिक संस्थानको संख्या पनि एउटै रहेको छ। कम्पनी ऐन अन्तर्गत स्थापना भएका सार्वजनिक संस्थानको संख्या 34 वटा रहेको छ र विशेष ऐन अन्तर्गत स्थापना भएका सार्वजनिक संस्थानको संख्या चाहिँ 8 वटा रहेको छ है। यसको राइट एन्सर अप्सन ए रह्यो। र सँगै आज हामीले 20 वटा क्वेसन प्र्याक्टिस गरिसक्यौँ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नु होला, धेरैभन्दा धेरै सेयर गर्नु होला र च्यानलमा सब्स्क्राइब गरेर च्यानलमा जोडिनु होला। आज हामीले प्र्याक्टिस गरेका टपिकको पार्ट 1 र पार्ट 2 भिडियोको लिंक म डिस्क्रिप्सनमा राखिदिन्छु। त्यहाँबाट ती भिडियोलाई हेर्नु होला, ती भिडियो पनि सेयर गर्नु होला है। अब हामी अर्को भिडियोमा अरु नै टपिकमा आधारित भएर महत्त्वपूर्ण क्वेसन एन्सरहरू प्र्याक्टिस गर्नेछौँ। धन्यवाद, नमस्ते।